Hello and alright guys, welcome back to my channel again. फेरि पनि तपाईहरुलाई स्वागत छ मेरो च्यानलमा। म फेरि पनि तपाईहरुको लागि भिडियो लिएर आइसकेको छु र अहिले म चाहिँ काममा छु है। काममा त्यही हो, यसरी ब्याग बोक्ने, फुड्स नाप्ने, क्यालिबर भन्छ यसलाई चाहिँ। क्यालिबरले फुड्स नाप्ने हाल्ने हो। अहिले चाहिँ हामी भन्दा नि म त्यही के भन्छ हाम्रो योलाई नाम त थाहा छैन है, तर यो चाहिँ डिफ्रेन्ट टाइपको आर हो। यो चाहिँ लाइक यस्तो हुन्छ है, कुनै च्याप्टो कुनै कस्तो हुन्छ। यो चाहिँ यस्तो खालको छ कि सर्कल नि हैन, स्याउ जस्तो स्याउ टाइपकोमा छ। हामीले चाहिँ यस्तो यस्तो रातो रातो टाइपको टिप्न पर्ने हुन्छ। यस्तो लाइक यस्तो बेसमा त्यही हो। हाम्रो यहाँ कम्पनीमा चाहिँ धेरै टाइपको आरओहरू छ, च्याप्टो कस्तो कस्तो के छ हैन। अहिले चाहिँ हामी यस्तो टाइपको लगभग स्याउ जस्तो देखिने टाइपको टिपेछौँ अहिले। अस्ति चाहिँ हामीले च्याप्टो खालको टिपेछौँ, अहिले चाहिँ यस्तो लाइक स्याउ जस्तो खालको टिपिरहेछौँ। यो चाहिँ कुनै यत्रो बिग पनि हुन्छ है, यस्तो देखिन्छ है। यस्तो यस्तो हुन्छ अनि यसरी नाप्ने हो हामीले चाहिँ हैन। टक्क यसरी नाप्नु पर्छ, यसरी नाप्ने अनि यो ट्याक्क यहाँ अड्कियो भने चाहिँ ट्याक्क टिप्ने हो। म तपाईलाई अर्को देखाउँछु, जस्तै कि लेट्स सी दिस वान रेड छ नि त। यो अब यहीँ अड्कियो नि त हैन। अब यसलाई टिप्नु पर्ने हुन्छ, ट्याक्क टिप्ने यसरी। यसरी नै छ, यसरी नाप्ने ट्याक्क। यो यसमै फिट भएपछि चाहिँ यो ट्याक्क पास भएन भने चाहिँ ट्याक्क यसरी टिप्ने, ट्याक्क बकेटमा हाल्ने। यस्तै छ काम हैन। अब यो पनि अब यो सेक्टर पनि भेन लाग्यो। अब अस्ति हामी छुट्टीको दिनमा स्याटरडेमा हामीलाई काम गराएको थियो यहाँ। यो चाहिँ अब रोयल पहिला हामी गर्दैछौँ। अब फेरि यो भ्याएपछि अब एकछिनमा कुन सेक्टरमा कुन खालकोमा लिएर जान्छ अहिले म तपाईँहरूलाई देखाउने नै छु। अहिले चाहिँ यस्तै छ, कमिलाहरू नि आउँछ। लास्ट कमिला हिँड्दा छ क्या, लास्ट गाह्रो हुन्छ यहाँ चाहिँ। कमिलाले चाहिँ हैरानै गर्छ कि। यस्तै छ, कुनै ठुल्ठुलो हुन्छ, ऊ माथि छ त्यहाँ ऊ हैन। अनि तपाईँलाई म यसो देखाउँछु है, यत्रो छ यो डेन्जरै ठुलो यो भनेको है। अब यसलाई चाहिँ यहाँ रुममा चढेर टिप्नु पर्ने हुन्छ गाइस। यस्तै छ काम भनेको, यस्तै हो। जस्तो भयो नि गर्नै पर्छ हैन। त्यही हो। अब तपाईहरुलाई अब मन पर्यो हेर्नुस् हैन। तपाईहरुकै लागि गरिरहेको छु मैले यो भिडियोहरु। तपाईहरुलाई अब यस्तै भिडियोहरु चाहिन्छ भने हैन, डु कमेन्ट, सब्स्क्राइब, शेयर, लाइक हैन। त्यही हो। म अहिले काम गर्दैछु, अहिले मोबाइल चलाउनु पाउन्न हैन। त्यही पनि अब अहिले हाम्रो यो सेक्टर भ्याइन लाग्यो, धेरै छैन। अहिले भयो भने यहाँ खिच्छु, नत्र अर्को सेक्टरमा गयो भने अर्को सेक्टरको त्यहाँबाट कन्टिन्यू हुन्छ भिडियो गाइस है। सी यू अहिले एकछिनमा। ठिक छ नि रवि भाइ? एभ्रिडे वर्क हैन, एभ्रिडे वर्क चलिरहेछ है। यस्तै हो, रिस्क छ तपाईँको लागि, यति रिस्क लिइरहेको छु हैन। ल अहिले भेटौँला। यस्तै छ काम, डाला भइरहेछ हैन।
कत्रो छ हजुर सकिँदा सोल्टी होइन सेक्टर ल है त गाइज यहाँको सेक्टर नि सकियो हाम्रो सोल्टी राजा आउँदै हुनुहुन्छ होइन हाम्रो विशेष भाइ हाम्रो मन दाइ हाम्रो अमित सोल्टी है ल सोल्टी ल है त सेक्टर नि सकियो यी फुल भइसक्यो है त अब नेक्स्ट लोकेसन अब अझै टाइम बाँकी छ हाम्रो अझै अब नेक्स्ट लोकेसन अब कहाँ हुन्छ होइन त्यहीँ गएर भेटौँ ल सियो है त गाइज होइन एकछिनमा त्यही सेक्टरतिर गएर अनि म त्यहाँ गएर हल्का देखाउँछु के छ अनि डिफ्रेन्ट अरू छ भने चाहिँ देखाउँछु जे हुन्छ छ कि छैन कस्तो खालको अरू छ होइन कस्तो खालको काम हुन्छ त्यहाँ म देखाउने छु स्टे ट्युन है स्टे ट्युन हेर्दै गर्नु होला यस्तै छ साथ सपोर्ट दिइराख्नु अहिले चाहिँ यो नाप्न पर्दैन हामीले पोर्चुगिजमा तुदु भन्छ तुदु गर्दा चाहिँ नाप्न पर्दैन बोट सब भएभरको सबै टिप्ने हो हरियो कमिला लाएको अनि गिलो गिलो भएको चाहिँ टिप्न पाइने एकै त्यो चाहिँ नटिप्ने अथवा छ भने फालिदिने त्यस्तोहरू किरा कमिलाले खाएको गिलो भएकोहरू फालिदिने अनि बाँकी सब साइज जत्रो जे भयो नि मतलब हुँदैन एक्जाम चाहिँ यसरी टिपिने हो बुट खाली गर्नुपर्छ है त्यही हुँदैछ अर्कै सेक्टरमा लान्छ होला भनेको लगेन यो चाहिँ त्यही अघि नै हामीले टिपिरहेको अगाडिपट्टि पछाडिपट्टिको भएको यो चाहिँ 3-4 दिन अगाडि हामीले यहीँ टिपिथ्यौँ त्यो नाप्नेले क्यालिबरले समातेर क्यालिबरले नापेर अहिले चाहिँ नाप्न पर्दैन ट्याप ट्याप टिप्ने हो बुट खाली गर्ने हो त्यही हो अब खासै मोबाइल चलाउनु पाउनु अहिले यसो कोही नभएको बेलामा यसो खिचिरहेको छु त्यही हो अब ब्लग अब एन्डिङमा आइसक्यो हामी ब्याट्री पनि छैन क्या छ ब्याट्री लो छ स्विच अफ हुन लागेको छ अब काम भनेको यस्तै हो देखिहाल्नु भयो होइन म बिस्तारै अपडेट गरेर राख्छु नि कामको तपाईँहरूको साथ सपोर्ट आयो भने है यस्तै छ हाम्रो काम ल त है देखिहाल्नु यसो टिप्ने हो फेरि अर्को ब्लगमा भेटौँला सी यू गाइज नेक्स्ट टाइम स्टे सेफ स्टे हेल्दी है यति भन्दै अनि अर्को ब्लगमा फेरि भेटौँला सी यू